हाम्रो शहीद स्कुलमा चाहिँ खेतीपातीदेखि लिएर नानीहरूले होइन व्यावहारिक शिक्षा पनि गराउँछ यहाँ शहीद स्कुलमा। यहाँ देखिरहनु भएको छ हाम्रो चौधरी भाइ, उहाँ चाहिँ स्कुलको देखरेख गर्नुहुन्छ। अहिले जुन मङ्सिरमा धान काटेको थियो स्कुलले रोपेर, त्यो धान चाहिँ अहिले के गर्दैछ अरे भाइ? बताउँदैछ है। यति धेरै अब यो होस्टेलमै युज हुन्छ, नानीहरूले खान्छ, यहाँको शिक्षक कर्मचारीहरूले सबैले खान्छ। कति जस्तो फलेको थियो भाइ? धेरै थियो दाइ। छ अझै भकारीमा? अझ धेरै छ बताउनु। कति जस्तो छ होला? अब त्यो त खासै थाहा भएन। कति केजी जस्तो फलेको थियो फल्छौ यहाँ? यहाँ त देखिरहनु भएको छ नि, बताउँदैछ होइन। यो एरिया सबै धान हुन्छ। यो जुन छ यो हल, जुन सभा हलदेखि पछाडितिर पनि धान खेती हुन्छ। अहिले प्राय यो सबै एरियामा सिजन अनुसार आलु रोपेको छ, देखिरहनु भएको छ होइन। आधी धान बेच्छ, आधी धान यहीँ होस्टेलका नानीहरूको लागि, शिक्षक कर्मचारीहरूको लागि प्रयोगमा ल्याइन्छ, देखिरहनु भएको छ। यो हाम्रो सभागृह हो। यतातिर स्कुल छ, यतातिर बोइज होस्टेल, यतातिर गर्ल्स होस्टेल छ। यस्तै छ स्कुलको के भनौँ अब इन्भाइरोमेन्ट।